यति बेला बालेन सरकार एक्सनमा उत्रिएसँगै धमाधम ठूला भनिएका उच्च पदस्थ व्यक्तिहरू पक्राउ पर्ने क्रम जारी नै रहेको छ। यही बीचमा बालेन सरकारले विगतमा कानुनी रूपमा प्रश्न उठे तापनि त्यसको न्यायिक निरूपण नभएका व्यक्तिहरूलाई धमाधम नियन्त्रणमा लिँदै कानुनी प्रक्रियामा लैजाने क्रमलाई निरन्तरता दिएको छ। पछिल्लो समय भने लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई पक्राउ गरेको हो। गैराती उनलाई पक्राउ गरेको जानकारी हामीले पाएका छौँ। प्रहरीले उनलाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको हो भने उनले एक बालिकालाई घरमा राखेर बाल श्रम गराएको भन्दै गत वर्ष नै आरोप लगाएको थियो। गत वर्ष विक्रम सम्वत 2081 साल जेठ 14 गते बालवाटारबाट काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार पनि गरेको थियो। शर्माले दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेको थियो। त्यतिबेला मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सार्वजनिक रूपमा नै यो विषयमा प्रश्न उठाएका थिए। सांसद शर्मामाथि उनले नाबालिकामाथि कुटपिट गरेको, घरबाट बाहिर निस्कनै नदिएको, बसोबासको पनि राम्रो व्यवस्था नगरेको लगायतका विविध आरोपहरू लगाएका थिए। त्यही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँमा यो घटनाको विक्रम सम्वत 2081 मा जाहेरी परेको थियो। 2081 जेठको 30 गते जाहेरी दर्ता भएको थियो भने शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेको थियो। सो बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगर प्रहरी वडाका प्रतिनिधिदेखि लिएर प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए। काठमाडौँ महानगरपालिकामा प्रशिक्षार्थी रहेका केही विद्यार्थीले काठमाडौँको सामुदायिक विद्यालयमा पढिरहेको तर बाबुआमा साथमा नभएका बालबालिकाको बारेमा सर्वेक्षण गरिरहेका थिए। त्यही क्रममा नै ती नाबालिका अध्ययनरत रहेको विद्यालयमा पुगेर सर्वेक्षण गर्दै गर्दा उनलाई काममा लगाइएको र श्रम शोषण भएको ती बालिकाले खुलाएकी थिइन्। 6 वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको पनि त्यतिबेला बताएकी थिइन्। घरधनी अर्थात् प्रदेश सांसद रेखा कुमारी शर्माको परिवारले हात र पाइपले पिट्ने गरेको भन्दै नाबालिकाले घरमा पोछा लगाउनेदेखि लिएर खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका विभिन्न घराइसी काममा लगाउने गरेको पनि सो बालिकाले खुलाएकी थिइन्। उनले 6 वर्षदेखि परिवार भेट्न नपाएको र यहाँसम्म कि दसैँमा पनि घर जान नदिएको गुनासो गरेकी थिइन्। सो सर्वेक्षणका क्रममा कागजात परीक्षणका लागि भन्दै इजलासले नाबालिकासँग गोप्य रूपमा समेत कुराकानी गरेको थियो। उनलाई यातना समेत दिएको भेटिएपछि काठमाडौँ महानगरपालिकाले प्रदेश सांसद शर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको थियो। नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्कालै ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो। बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगर प्रहरी वडाका प्रतिनिधिदेखि लिएर नेपाल प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए। छोरीको उद्धार गरेको भेटिएपछि ती नाबालिकाका बाबु काठमाडौँ आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दर्ता गरेका थिए। घरमा बाल श्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद शर्मालाई भने सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले यसबारेमा त्यतिबेलै सार्वजनिक रूपमा टिप्पणी गरेका थिए। तत्कालीन मेयर शाहले त्यतिबेला लेखेका थिए, सरी नानु, तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले, नआत्तिनु, समय आउनेछ। उनले अघि भनेका थिए, यस्तै विभेद अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्ता धेरै नानी बाबुले पढ्न पर्छ, समाज बुझ्न पर्छ। यही घटनालाई लिएर बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि सार्वजनिक रूपमा प्रश्न गरेका थिए।
रेखा शर्माको तस्बिर सहित बालेनले फेसबुकमा पोस्ट गर्दै लेखेका थिए, उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा। उहाँले विगत 8 वर्षदेखि बन्दी बनाएर एकजना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ। दैनिक रूपमा कुटपिट पनि गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत 2 महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको। तपाईको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछु। सायद तपाईको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा सम्वेदना दिँदै 1 लाख घोषणा गर्नु नै होला। कहिले समाउने कि नसमाउने? तर ओली नेतृत्वको सरकारले शर्मालाई उन्मुक्ति दिएको थियो।